नमस्कार। आज हामी काठमाडौँ नजिकैको एउटा सानो गाउँको कथामा अलिकति गहिरिँदैछौँ। दीपको कथा होइन त? हो, दीप एउटा किशोर जसले आर्थिक कठिनाइका बावजुद पनि ठूलो सपना देखे। हामीले हेरेको स्रोत दीप.pdf-ले उसको त्यो लगनशीलता अनि त्यसले समुदायमा पारेको असरबारे राम्ररी बताउँछ। हो, आजको हाम्रो छलफल यसैमा केन्द्रित हुनेछ। कसरी एउटा व्यक्तिको कडा परिश्रमले मतलब उसलाई मात्र होइन पुरै समुदायलाई नै प्रभाव पार्न सक्छ भन्ने कुरा हो नि। यो स्रोतले त्यही देखाउँछ, व्यक्तिगत संकल्पले कसरी सामूहिक उत्थान ल्याउन सक्छ। हाम्रो उद्देश्य पनि दीपको यात्राका चुनौतीहरू, उसको प्रयास अनि त्यसको नतिजा केलाउने नै हो। स्रोतमा दीपको जुन एउटा चित्र छ नि, त्यो पुरानो किताब बोकेको, खाली खुट्टा अनि त्यो गाह्रो बाटो हिँडेर स्कुल गएको, त्यसले कस्तो अभाव बीचको आशा देखाउँछ है। एकदम। अनि कक्षा कोठाको अवस्था पनि डेस्क बेन्चसम्म नभएको। अनि घरमा बिजुली छैन, त्यो मट्टी तेल बालेर धिपधिपे उज्यालोमा पढेको कुरा, यो पृष्ठभूमिले उसको अठोटलाई झन बलियो बनाउँछ। र स्रोतले एउटा खास चुनौती पनि देखाउँछ नि, त्यो कक्षा 10 को बोर्ड परीक्षा आउन लाग्दा। हो, गणित र अङ्ग्रेजी। गणित र अङ्ग्रेजीमा उसको कमजोरी, अरूलाई सजिलो लाग्ने विषय उसको लागि ठूलो तगारो जस्तो। तर त्यहाँनिर उसको चरित्र देखिन्छ होइन, हार मानेन। मानेन। स्रोत भन्छ उसले त्यो समस्यालाई सामना गर्ने निर्णय गर्यो। त्यो समर्पण त साँच्चै के भन्छ मान्नै पर्छ। स्रोतमा भने अनुसार बिहान 5 बजे उठ्ने रे। दैनिक 5 घण्टा पढ्नलाई। शिक्षक र साथीहरूसँग पनि मद्दत माग्यो। तर त्यो तालिका कतिको योजनाबद्ध थियो होला? खालि यति घण्टा पढ्छु भनेर मात्र त भएन होला नि। ठिक प्रश्न। स्रोतले देखाउँछ कि यो केवल घण्टा गर्ने कुरा थिएन। उसले खासमा कुन विषय कमजोर छ त्यसमै ध्यान दियो। फोकस गर्यो। साथीहरूसँग मिलेर पढ्ने, ग्रुप स्टडी जस्तो। अनि अर्को महत्त्वपूर्ण कुरा, खेतको काम गर्दा होस् वा रेडियो सुन्दा, त्यसलाई पनि सिकाइसँग जोड्यो। मतलब समय खेर फालेन। यो एकदम योजनाबद्ध र अनुशासित प्रयास थियो। स्रोतले यसलाई नै उसको सफलताको मुख्य कारण मानेको छ। यो एउटा पाठ पनि हो क्या, कमजोरी चिनेर योजना बनाउनु पर्यो। अनि नतिजा आयो। स्रोतले भन्छ जुन विषयमा सबभन्दा डर थियो त्यसमै राम्रो अङ्क आयो। हो, गणित र अङ्ग्रेजीमा एकदम राम्रो गर्यो। गाउँलेहरूको प्रतिक्रिया पनि कस्तो रोचक छ। पैसाले होइन परिश्रमले सफलता किनिदो रहेछ भन्न थाले रे। यो दीपको मात्र जित भएन, समुदायको सोचमै परिवर्तन आयो। हो त। र त्यो परिवर्तन त्यतिमै रोकिएन नि। दीपको सफलता व्यक्तिगत मात्र रहेन, जुन कुरामा स्रोतले जोड दिएको छ। उसले तुरुन्तै आफूले जानेको कुरा अरूलाई बाँड्न थालिहाल्यो। हो, त्यो निशुल्क साँझ कक्षा सुरु गर्यो अनि पुराना किताबहरू जम्मा गरेर एउटा सानो लर्निङ सेन्टर जस्तो बनायो। सानो पहल जस्तो देखिएला, तर प्रभाव गहिरो पर्यो है। एकदम। डीप पीडीएफले त्यही भन्छ। त्यसले अरू विद्यार्थीहरूमा आत्मविश्वास जगायो। अभिभावक र शिक्षकहरू पनि त हौसिए होलान्। हो नि। अनि विद्यालयले पनि अलिकति नयाँ तरिकाले पढाउने कि भनेर सोच्न थाल्यो रे। वाउ। यहाँबाट अर्को एउटा निष्कर्ष निकाल्न सकिन्छ क्या। एकजना मान्छेको सानो तर इमान्दार प्रयासले कसरी एउटा प्रणालीमै परिवर्तनको बिउ रोप्न सक्छ। हो, त्यो केन्द्रले नतिजा मात्र सुधारेन, सिकाइप्रतिको धारणा नै बदल्यो। विद्यार्थीहरू कक्षामा बढी सहभागी हुन थाले, औसत अङ्क बढ्यो। यो सब त्यसैको प्रमाण हो। अब उसको ध्यान भविष्यतिर छ। स्रोत अनुसार ऊ उच्च शिक्षाको लागि छात्रवृत्ति खोज्दैछ रे। अनि आफ्नै गाउँमा शिक्षक बन्ने र एउटा राम्रो सिकाइ केन्द्र खोल्ने सपना छ उसको। दीपको कथा साँच्चै व्यक्तिगत दृढताको एउटा अद्भुत उदाहरण हो। अभाव अनि विषयगत डर सबैलाई जित्यो। हो, त्यो बिहान 5 बजे उठ्ने बानी, खेतको कामसँगै पढाइ मिलाउने अनि अरूलाई सिकाउने इच्छा, यी सब प्रेरणादायी छन्। तर यो स्रोत पढिसकेपछि एउटा प्रश्न आउँछ मनमा। के प्रश्न? दीपकको जस्तो व्यक्तिगत प्रयास त महत्त्वपूर्ण भइहाल्यो हैन, तर यस्तो सकारात्मक परिवर्तनलाई दिगो बनाउन अनि अरू यस्तै समुदायमा पनि फैलाउन चाहिँ अलिकति बाहिरबाट केही सहयोग अथवा कस्तो खालको प्रणालीगत व्यवस्था चाहिन सक्छ होला? हो, यो गम्भीर प्रश्न हो। व्यक्तिगत प्रयास कतिसम्म काफी हुन्छ अनि कहाँनेर चाहिँ संरचनागत सहयोग चाहिन्छ भन्ने कुरा।
यसमा सोच्न जरुरी देखिन्छ। यसमा अझै विमर्श गर्नुपर्ने ठाउँ छ।